अब लाग्यो दरा बोक्नु जाउँ। हाम्रो भेनालाई आज भेना हिरो हो नि त होइन हाम्रो दौराको। ल ल ल ओके सर त आज एक अङ्गालो त बोक्नुहुन्छ होला हौ। लगभग त्यस्तै होला। ल भेना लाग्नु अगाडि। ल म अब लाग्यो पाहाडतिर दौरा बोक्नु डोको बोकेर। डोको लाग्यो यस्तै छ। हाम्रो भाइ र हाम्रो भेना ओह्रालोबाट उकालो लिएर आउनुपर्ने हो। गाह्रो छ के गर्नु, पाहाडतिर यस्तै हो। दौरा काँचो छ उस्तै। दौरै काँचो भयो यो। के छ नि जीवन सर, दौरा बोके कस्तो छ नि? हाम्रो जेठो सरले अब के बे गर्ने भन्छ, के गर्नु हो, दौरा बोक्नु पर्यो न बेहुला। ल यसले चाहिँ राँगोको खुट्टा र टाउकोहरू पकाएर खानुपर्ने भोलि सिब्बेमा। बारी 25 पुग्यो। दरोले बोक्दैछ दौरा त हेट। हाम्रो भेना पनि आइपुग्नु भयो। पहिरै भत्किला जस्तो गर्यो त हो भेना। हेट दह्रो बोक्नु भएछ हो भेनाले। पहिरै पो चलेको थियो नि। त्यही त खतरा नै हो नि। नसकिने पो बुढालाई। नखरा भयो। गर्मी भयो होइन। गर्मी लाग्यो, भोक पनि लाग्यो होला होइन। अब
लगभग त्यस्तै होला भोक लाग्यो भने नयाँ बेला यता अरे के हो भिडियो ऊ भइगयो के हो कस्तो बिहेको लागि दौरा अनि असारेकै पहिरै चल्छ त हो नि डेन्जर छ बोकाइरी कस्तो चलिरहेछ सर अनि दाउरा बोकै बोक्न साह्रो पर्छ भिडियो खिच्नु मात्रै चिरिका हो जस दाउरा बोकै चाहिँ डेन्जर जाँदो रहेछ मैले पनि 6 चोटि त ल्याइसकेँ तर यता 5 चोटिहरूले मैले 6 चोटि ल्याइसकेँ तर म चाहिँ आफै भिडियो गर्ने भएर चाहिँ देखिएन क्या मेरो चाहिँ